एउटा अचम्मको सहर छ जहाँ हरेक घरमा आफ्नै प्लेन छन्। त्यहाँका मानिसहरू बजार जाँदा पनि गाडी होइन सिधै विमान चढ्छन्। सुन्दा कल्पना जस्तो लाग्ने यो दृश्य वास्तवमै यथार्थ हो। अमेरिकाको क्यालिफोर्निया स्थित स्याक्रामेन्टो नजिक रहेको क्यामरून पार्क नामको यस विशेष बस्तीमा सन् 1963 तिर उडान प्रेमीहरूका लागि विकास गरिएको हो, जसलाई एयर पार्क कम्युनिटी पनि भनिन्छ। त्यहाँका अधिकांश घरमा निजी ह्याङ्गर निर्माण गरिएको छ, जसले बासिन्दालाई आफ्नै घरमै विमान राख्ने सुविधा दिन्छ। त्यहाँका सडक 100 फिट भन्दा बढी चौडा छन्। त्यहाँका बासिन्दाले घरबाटै विमान निकालेर सिधै धवनमार्गसम्म ट्याक्सी गरी लैजान सक्छन्, जसले यो ठाउँलाई झन अनौठो बनाउँछ। त्यहाँ सडकमा कारभन्दा विमानलाई प्राथमिकता दिइन्छ, त्यसैले मेलबक्स र साइनबोर्डहरू समेत होचा राखिएका छन् ताकि विमानका पखेटा नठोकिउन्। त्यहाँका मानिसहरू नजिकैका सहर बजारहरूमा किनमेल गर्न, भेटघाट गर्न वा घुम्न जान पनि विमान नै प्रयोग गर्छन्। यसले देखाउँछ कि क्यामरून पार्क केवल बसोबास गर्ने ठाउँ मात्र होइन, उडान जीवनशैली जिउने मानिसहरूको अनौठो संसार हो, जसले आधुनिक जीवनशैलीलाई पूर्ण रूपमा फरक ढङ्गले परिभाषित गरेको छ।